हेलो वेलकम ब्याक टु माई च्यानल। सानो विषयमा म आएको छु, त्यो चाहिँ हो एसआरको जो फिलहाल भइरहेको हेरिङको एसआरको हेरिङको विषयमा। धेरैको प्रश्न थियो कि मेरो हेरिङ आएको छैन, किन आएको छैन भन्नुहुँदै थियो। बट केही छैन, द्याट्स गुड आएको छैन भने। तर पनि उहाँहरूको प्रश्न थियो, हुन्छ त्यस्तो उथुल पुथुल होइन, मेरै छेउको घरको मान्छेहरू आइरहेछ तर किन मेरो चाहिँ आएन त भन्ने अब क्वेसनहरू गर्नुहुँदै थियो। तर अब आएन भने द्याट्स गुड। तरै पनि अब प्रोसेस के हुन्छ अब भने चाहिँ म सानो भन्ने छु। फर्स्ट चाहिँ तपाईँहरूको आफ्नो आफ्नो पिएलओजले तपाईँहरूलाई कन्ट्याक्ट गर्नुहुन्छ। तपाईँहरूको हेरिङ आएको छ है, तपाईँहरू आउनुपर्छ, तपाईँहरू आउनु पर्दैन, उनीहरूले कन्ट्याक्ट गर्नुहुन्छ होइन। तपाईँहरूको जे पनि हुन्छ उनीहरूले कन्ट्याक्ट गर्नुहुन्छ तपाईँहरूलाई होइन। अन्त तपाईँ पिएलओजले तपाईँहरूलाई कन्ट्याक्ट गर्नुहुन्छ तपाईँहरूको हेरिङ छ भनेर। त्यहाँ मुनि तपाईँहरूको डेट पनि लेखिदिएको हुन्छ, अनि त्यहाँ मुनि तपाईँहरूको टाइम पनि लेखिदिएको हुन्छ, अनि कहाँ भेन्यू कहाँ हो त्यो पनि लेखिदिएको हुन्छ है। अनि उनीहरूकोमा के हुन्छ भने यो फर्म पनि आएको हुन्छ होइन। यो फर्म पनि आउँछ जहाँ चाहिँ तपाईँहरूको नाम, तपाईँहरूको एपिक आइडी, तपाईँहरूको एड्रेस होइन, त्योहरू आएर त्यो लेखेको हुन्छ। अनि यो नोटिस हुन्छ, 3 पेजको हुन्छ। एक पेज तपाईँहरूको आफ्नो बिएलओले राख्नुहुन्छ एक कपी होइन, अनि 2 पेजमा 3 पेजमा 2 पेज चाहिँ तपाईँहरूलाई दिन्छ। त्यसपछि लास्टमा चाहिँ के हुन्छ भने 13वटा फर्म डकुमेन्ट्स तपाईँले ल्याउनुपर्छ। डकुमेन्ट्स 13वटा डल्लै ल्याउनु पर्दैन, 13वटामा तपाईँले एटलिस्ट भ्यालिड डकुमेन्ट्स तपाईँले ल्याउनुपर्छ। त्यो तपाईँहरूकोमा छ भ्यालिड डकुमेन्ट्स तपाईँले ल्याउनुपर्छ है। त्यसरी चाहिँ तपाईँहरूले चाल पाउनुहुन्छ। यदि तपाईँहरूको कन्ट्याक्ट लाग्दैन भने त्यो अर्कै कुरा हो। बट तपाईँहरूको कन्ट्याक्ट नम्बर तपाईँले ठिकै दिनुभएको छ, एड्रेस ठिकै दिनुभएको छ, तपाईँहरूलाई चिनिरहेको छ भने तपाईँहरूको घरमा आउँछ, तपाईँहरूलाई दिन्छ, या त तपाईँको वाट्सएपमा पठाइदिन्छ होइन, या तपाईँहरूलाई कल गर्छ, वाट्सएपमा पठाइदिन्छ, तपाईँको घरमा दिन्छ छ भने तपाईँहरूकोमा यो नोटिस आएको छैन है, कन्ट्याक्ट नम्बर पनि ठिकै दिएको छ होइन, तपाईँहरूलाई कन्ट्याक्ट गरेको छैन, तर यो नोटिस आएको छैन होइन, तपाईँहरूलाई त्यस्तो केही पनि कुरा भएको छैन भने चाहिँ तपाईँहरू नडराइ पनि हुन्छ, सन्तोक भएर बस्दा हुन्छ होइन। तपाईँहरूलाई यदि पनि त्यो अब पछि नोटिस आउँछ भने तपाईँलाई 2 दिन अगाडि तपाईँहरूलाई उनीहरूले इन्फर्म गरिदिइहाल्छ कि तपाईँहरूको हेरिङ आएको छ, तपाईँहरूले डकुमेन्ट्स ठिक गरेर राख्नुहोस्। सो तपाईँहरूलाई उनीहरूले कन्ट्याक्ट गरिहाल्छ, यो लिएर आउनुहोस् होइन, या त उनीहरूले भन्छ या त उनीहरूले वाट्सएपमा पठाइदिन्छ। सो टिल देन जबसम्म तपाईँहरूको त्यो कल आएको छैन, जबसम्म तपाईँहरूलाई भनेको छैन भने टिल देन यु डोन्ट ह्याभ टु वरी अबाउट इट। सो या थ्याङ्क यू, यति नै हो तपाईँहरूलाई इन्फर्मेसन दिनु लागि। सो या थ्याङ्क यू सो मच।